वेलकम ब्याक टु द एनदर ब्लग। गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी स्वयम्भू जाँदैछौँ सबैजना। केटा हो स्वयम्भू गइसकेपछि आज मर्निङको भ्यू हेर्नेछौँ। अनि जोडी भनेको यत्तिको हुनु पऱ्यो क्या, के हो यत्तिको जोडी चाहिँ हुनु पऱ्यो केटा। वाउ बवाल दामी छ। Mr. Policy. यस्तो कर्ज लाउनु पर्ने हुन्छ। कल आएर पनि कसले कुद्यो होला है। वाह हेलो हाई कान्छा, ए कान्छा, ए वाउ यसो भगवान। ओके खासै केही त्यस्तो त छैन, त्यही पनि बिहानमा चाहिँ यस्तो भर देखिन्छ यहाँ स्वयम्भू। तपाईँहरू पनि आउनु सक्नुहुन्छ बिहानमा पूजासुजा गर्नलाई। अर्को भ्यू मर्निङ भ्यू भल। अहिले चाहिँ आकाश भन्दा पनि हल्का खुलिरहेको छैन मौसम, त्यही भएर पनि यस्तो भल नदेखेको। पारीको भ्यू पनि देख्न सक्नुहुन्छ। यो चाहिँ पैसा फाल्ने ठाउँ चाहिँ यही हो। यो चाहिँ संसारको सबैभन्दा ठुलो घन्टी। संसारको त होइन क्या, गफलाई दिएको मैले त है। यो चाहिँ सबभन्दा ठुलो घन्टी। यो चाहिँ पैसा फाल्ने। आमा कति धेरै पैसा आयो पैसा त। दामी लाग्यो यो चाहिँ। ल खासै त्यस्तो केही पनि छैन। ओइ माया कसम त्यसको के भइसक्यो रे खुट्टा बिचरा सट्ट गएपछि यस्तो बवाल छ यहाँ। दामी छ क्या यहाँ त। अहिले बसन्त ऋतु भएर हो यस्तो हरियाली बवाल लागेको छ नि त हरियाली। ओ माई गड, आँखा पनि शीतल भयो यार कसम। ओ यार यस्तो बवाल। बाँदरका दुई भाइ कता हो? रामबहादुर, ओ रामबहादुर अर्को पनि आएछ।
अर्को रामबहादुर पनि यति राम्रो वातावरण छ कि अब आँखा पनि शीतल हुने टाइपको वातावरण छ। म चाहिँ यहाँ वातावरणको मजा लिँदै के गर्नु, मजा लिनै पर्यो आएपछि होइन, के को केटाहरू। त्यही भएर म चाहिँ अब फर्किँदैछु। आज आइतबार पनि अब बिदा हुने भनेछन् के अरे। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ यो कुरा चाहिँ? अब आइतबार पनि बिदा, शनिबार पनि बिदा होइन। अब त बिदा हुने भयो। अब के यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने कमेन्ट गर्नुहोस्। सबै कुराको एडभान्टेज डिसएडभान्टेज भन्ने कुरा चाहिँ सबैको हुन्छ। राम्रो पक्ष नराम्रो पक्ष होइन, सबै कुराको हुन्छ। कति राम्रो कति नराम्रो भन्ने कुरा मात्रै हो। त्यही भएर हामीभन्दा धेरै पढे लेखेका होइन, हामीभन्दा धेरै जान्ने बुझ्ने माथि हुनुहुन्छ, सायद बुझेरै गर्नुभयो होला। तपाईँहरूलाई कस्तो लाग्छ यो होइन, कमेन्ट गर्नुहोस्। राम्रो लाग्यो कि नराम्रो लाग्यो। कसैले त आज 7 दिन पनि बिदा भयो हुन्थ्यो भनेर हाल्छ कसैले त। ओके, त्यो चाहिँ अहिले चाहिँ म आनन्द विहार कुटी भन्ने आनन्द विहार कुटीमा प्रवेश गरेँ। ल यहाँबाट टक्क भ्यू बवाल यस्तो छ। यहाँ आएर पनि एक्सर्साइज गर्न चाहिँ मिल्दैन, तर जस्ट हेर्न गौतम बुद्धको मूर्ति लगायत यहाँ पनि आर्ट चाहिँ बवाल देख्न पाइन्छ है। वाउ, आनन्द कुटी भनेको आनन्दको रहेछ कि होइन त? छैन त आनन्दको? गौतम बुद्धको मूर्ति यार, वाउ, सुनकै मूर्ति जस्तो टल्किरहेको छ कसम यार। तर यहाँ सिसा भएर अलि देखेन तपाईँहरूलाई चाहिँ होइन। तर अनि यहाँ अर्को रहेछ फेरि, वाउ, गौतम बुद्धको बाउछोरा यो बाउ यो छोरा। वाउ यार बवाल। यहाँबाट आनन्द कुटीको भ्यू पनि आनन्दले देख्न सकिने रहेछ गाइस। तपाईँहरू पनि आउनुहोस्, भिजिट गर्नुहोस्। दामी लाग्यो मलाई चाहिँ यहाँ यो झ्यालहरूको बनावट बवाल के, यस्तो बवाल के। यो काठै काठ हो यो पनि होइन। ओ माइ गॉड यार, वाउ अमेजिङ यार। यहाँ फेरि यस्तो साइक्लिङ गर्ने ठाउँ के, यो यस्तोमा यस्तरी सर घुम्दै आनन्दले ओके। यस्तो ध्यान क्षेत्र रहेछ यो चाहिँ, ध्यान क्षेत्र। यतातिर चाहिँ ज्ञान क्षेत्र होला फेरि यो चाहिँ ज्ञान क्षेत्र होला। हजुर तपाईँ चाहिँ फलफुल ल्याउनु भएको? पूजा गरेको चिज सधैँ आउनुहुन्छ? कहाँ आउँछ त? ए घर चाहिँ कहाँ हो तपाईँको? माथि व्हाइट गुम्बातिर? ए दिनु न खै, दिनु न उता खै। ओ तपाईँले चाहिँ बल्ल सुन्नु न बाजे, तपाईँले चाहिँ दिन जानेको रहेछ क्या टक्क यतातिर आएर। त्यहाँ बाटोतिर सब फोहोर गरिरहेछन् क्या मान्छेहरू। हजुर बाटोमा हो, तपाईँलाई चाहिँ नलेज रहेछ है बाजे। यो चाहिँ के भन्छु भन्दाखेरि मैले चाहिँ यो यस्तो बाँदरलाई दिने बेलामा चाहिँ बाटोतिर चाहिँ नदिने क्या होइन बाजे। टक्क यहाँ सेपरेट ठाउँहरू छ, यहाँ यतातिर भित्रतिर यहाँतिर होइन, अनि जङ्गलतिर। चक्लेट पनि खाइदिन्छ यार पोएर आफै। ए चक्लेट चाहिँ फेभरेट यिनीहरूको है?
ओए कसम चक्लेट स्याउहरू पनि खाएन स्याउ पनि नखाने बिस्कुट पनि खाएन ए हो ल चक्लेट मात्र खाने अरे यो बाँदरहरूले आम्मा ल त बाजे है ल बाई बाई भन्दिनँ विश्व सम्पदा सूचीमा परेको एकमात्र मन्दिर स्वयम्भूनाथ ल म चाहिँ फर्केको केटा हो यहाँ त फोहोर भएछ नि बोलाइरहेछ त यहाँ सबैले बोलाइरहेछ त यहाँ केटा हो के हो रामबहादुरहरूले हेर त पार्टी आमा रामबहादुरहरूको पार्टी स्वयम्भूको जति मातेको बाँदर त कसम यो संसारमा कहीँ पनि छैन क्या त्यस्तो मातेको बाँदरहरू यिनीहरूले त्यो खानेकुरा पनि होइन छानी के खान्छ क्या यिनीहरूले अनि के छ भन्दाखेरि अर्को कुरा चाहिँ त्यसरी बाटोमा चाहिँ यो उसहरू नखानु होला होइन यो खानेकुराहरू चाहिँ धेरै फोहोर भयो यति भन्दै आजको भर्खर चाहिँ बिदा हुनु अनि माथि ल बाई बाई नेक्स्ट भ्लगमा भेटौँला बाई बाई